यो चाहिँ अब जङ्गबहादुर हन्टिङ ट्रेलमा माथिबाट अब यो अटो सेन्सरवाला हो, नजिक गएपछि स्वाट्ट खुलिन्छ हो। यसरी नुहाउने काउले हो नि, त्यहाँ नजिक गएपछि अटो खोलिन्छ क्या हो। अनि यो पुरै अटो हो, त्यहाँ नजिक गएपछि सर आफै पानी आउँछ। अब एकछिनमा बन्द हुन्छ त्यो, ल बन्द एकैछिनमा बन्द हुन्छ त्यो फेरि। ल दाइले अब यसरी नुहाएर उद्घाटन गर्नुहुन्छ, ठिक छ नि दाइ? फेरि एकचोटि खोलिदिनु त, एकचोटि फेरि खोलिदिनु त। यहाँ चाहिँ ढुङ्गा बिछाउनु पर्छ अलिअलि तल। यार त्यसले त ढाड मसाज हुन्छ पुरै। बिजुली निक्लिन्छ यार। अब हाम्रो फार्म स्टेमा चाहिँ यहाँ आउने चट्ट सावर लिने। यो पयौँ भनेको साकुराको फेदा होइन, सनराइज यताबाट हुन्छ हो त। नकाट यो कुन चाहिँ ए यो त काट्ने, यो साकुरा चाहिँ राख्नु पर्यो। खनाहरू त फालिदिनुपर्छ। अब हाम्रो यहाँ नासपाती यस्तो हुँदैछ। अब यो तल चाहिँ फुल फुलिरहेछ, गन्दे फुल। कम दामी चाहिँ यहाँ टिकटक बनाउनु हुन्छ यहाँ होइन, गन्दे टिकटक टिलिक्क टाली। हजुर ल त्यो नि खोलेर देखाइदिन्छु म। अब यो चाहिँ किवी हुर्किँदैछ। यो नि राम्रै आउँदो रहेछ पानी त यार। यताबाट हो फेरि ठाडै निक्लिने। चियर्स, ठिक छ नि दाइ? अनि हो चियर्स, हाम्रो सेक्युरिटी गार्ड हो यो होइन। सेक्युरिटी आइहाल्छ फेरि यहाँ। बोका मासु भएपछि सन्त तल जाने होइन त? तलतिर जाने कि नजाने? तलसम्म आऊ अनि हामी जाउँला। अहिले चाहिँ अब ढुङ्गे धारामा पानी सुकेको छ होइन, नजोडेर हो। अब यहाँ जोडिदिन्छ भाइले फेरि पानी। यो पनि अटो सेन्सर हो फेरि। यहाँ नजिकै गएपछि पानी झर्न थाल्छ फेरि यो होइन, अटो सेन्सर क्या। सेन्सर सिस्टम हुन्छ यहाँ। अरू बेला बन्द भएर बस्छ कि यो। अब यो पर भएपछि बन्द हुन्छ। ल त्यहाँ पर भएपछि चाहिँ ट्याक्कै बन्द हुन्छ, नजिक गएपछि चाहिँ खोलिन्छ क्या त्यो धारा। चियर्स। अब हाम्रो ट्रेकिङ ग्याङको लिड चाहिँ हाम्रो दाजुले गर्दै हुनुहुन्छ। अब हाम्रो रिजर्भर ट्याङ्की यहाँ छ, यहाँदेखि पानी, त्यहाँ केरा पनि छ। यो चाहिँ ह्यामकिङ गर्ने ठाउँ हो। यो ह्यामकिङ अब यहाँ टाङ्ने ठाउँ यही हो। यहाँ आइसकेपछि गोगुन भन्ने एउटा फल हुन्छ, यो यस्तरी फलिरहेको छ, यो खान पाइन्छ फेरि। गोगुन पानीमा भन्ने एउटा गीत पनि छ होइन। यसको सेक्युरिटी आइरहेछ यहाँ। अब यहाँ ब्लुबेरिज पनि पाइन्छ। अब यो पछि फल्छ होइन, ऐसेलु ब्लुबेरिज, यो ब्लुबेरिजको बोट हो। त्यस्तै अब यहाँ काउले हिल्सको पहिलो फलेको चाहिँ आरु बखडा यो हो। अब फल्ने बेला भर्खर हुँदैछ, अर्को वर्ष चाहिँ बबाल फल्छ।